होटल आनन्द प्रालीले यहाँ निःशुल्क प्रसाद वितरण कार्यक्रम गरेको रहेछ। म नि हेर्दैछु के कस्तो रहेछ, भित्रै गएर हेरौँ है त। नमस्ते, होटल आनन्द प्रालीको तर्फबाट यहाँ निःशुल्क भोजन वितरण कार्यक्रम भइरहेको रहेछ। हजुरलाई यो भोजन वितरण गर्दै गर्दाखेरि कस्तो अनुभूति भएको छ? एकदम खुसी लागेको छ। लास्ट इयर पनि हामीले गऱ्यौँ र एभ्री इयर गर्ने हाम्रो प्लानिङ छ। धेरै खुसी लागेको छ। हस्, धन्यवाद। हजुरलाई यसरी सेवा गर्न पाउँदा कस्तो खुसी भएको छ? रमाइलो भइरहेको छ। हजुरले यसरी भोजन वितरण गर्दै गर्दा कतिको खुसी लागिरहेको छ? खुसी लागिरहेको छ मलाई। यस्तो भोजन हेर्दाखेरि मान्छेहरूको होइन धेरै राम्रो भइरहेछ। हस्, धन्यवाद। सेवा गर्न पाउँदाको अनुभूति सुनाइदिनुहोस् न। मलाई भन्नुभएको एकदम रमाइलो भइरहेछ है। सबैजना खुसीले मिठो मानेर खाइरहनु भएको छ। त्यो त झनै आनन्दको कुरा भइरहेछ। हस्, धन्यवाद। हजुरले यो सेवा गर्दै गर्दा कतिको खुसी अनुभूति गर्नुभएको छ? एकदम खुसी अनुभूति भइरहेछ मलाई। चाहिँ कति ऊर्जा आइरहेछ मलाई। हजुरले सेवा गर्न पाउँदा हजुरलाई कस्तो खुसी अनुभूति भएको छ? एकदमै आनन्दमय महसुस भइरहेछ है। एकदमै रमाइलो लागिरहेछ, खुसी लाग्छ। उहाँहरूले खानुभएको एकदमै त्यो भगवान् शिवजी आएर नै खाइदिनु भयो जस्तो मलाई लागिरहेछ कि। त्यस्तो आनन्द लाग्छ, एकदम हर्ष उत्साह भइरहेछ। हस्, धन्यवाद। हजुरलाई कस्तो लागेको छ? एकदमै आनन्द। सबैजनाले यसरी खाइराख्नु हुँदाखेरि है, शिवले चाहिँ एकदमै उहाँले नै पाउनु प्राप्त गर्नुभएको जस्तो चाहिँ अनुभूति भइरहेछ। हस्, धन्यवाद। सर नमस्ते। नमस्ते नरेशजी। हजुरलाई यहाँ भेटेँ। यो सेवा गर्ने पाउँदाखेरि हजुरलाई कतिको खुसी वा कस्तो अनुभूति भएको छ? मलाई त यति खुसी छु कि मलाई लाग्छ लाइफमा यतिको खुसी अघि एकछिन अगाडिसम्म नि थिएन। जब यो चाहिँ अहिले तीर्थालुहरू जुन शिवरात्रिमा पाल्नु भएको भक्तजनहरूलाई यो खुवाउन पाउँदाखेरि म धेरै गौरवान्वित ठानेको छु। धेरै खुसी लागेको छ। धन्यवाद। हस्, धन्यवाद सर। हजुर नमस्ते। हजुर यसरी लागिराख्नु भएको छ, कस्तो अनुभूति छ हजुरलाई? ल एकदम खुसी लागेको छ। यसरी अब हामीले महाशिवरात्रिको अवसरमा भक्तजनहरूलाई चाहिँ एउटा खुवाउने मौका पायौँ। होटल आनन्दको तर्फबाट धेरै खुसी लागिरहेछ। हस्, धन्यवाद।